आज चाहिँ हामी अलिकति दाभिन्चीको चाहिँ एकदमै बेसिक्स किन भन्ने कहिलेकाहीँ हामी एकदम धेरै राम्रो एडिटहरू अरू कुराहरू चाहिँ गरिराखेका हुन्छौँ। तर प्रब्लम चाहिँ हाम्रो कहाँ भइराखेको हुन्छ भन्दाखेरि जुन कोर चाहिँ त्यो बेसिक्सहरू हुन्छ नि फाइल म्यानेजमेन्टदेखिको कुराहरूमा चाहिँ हामीलाई प्रब्लम भइरहेको हुन्छ होइन। आज चाहिँ हामी एकदम प्र्याक्टिकल जुन कुरा हुन्छ नि दाभिन्ची कसरी एक्सेस गर्ने, यसमा कसरी काम गर्ने त्यो मात्रै हेर्दैछौँ। एकदमै टेक्निकल कुरा मात्रै हुन्छ। एडिटिङ सफ्टवेयरको बारेमा भन्नुपर्दाखेरि अहिले मार्केटमा एकदमै चलिराखेको कुरा चाहिँ के छ भन्दाखेरि एउटा चाहिँ प्रिमियर प्रो, धेरैले सुन्नुभयो होला होइन, प्रिमियर प्रो। क्यापकट त कतिजनाले चलाउनु पनि हुन्छ होला, मोबाइलमा पनि चल्ने होइन, तपाईँको चाहिँ कम्प्युटरहरूमा पनि चल्ने, ल्यापटपमा सबैतिर चल्ने तपाईँको चाहिँ के छ त क्यापकट छ। धेरैजनाले अहिले युज गर्ने अथवा एडिटिङ स्टार्ट गर्दाखेरि चाहिँ क्यापकटबाटै सुरु गरिरहनु भएको हुन्छ होइन। अर्को चाहिँ प्रिमियर प्रो छ। प्रिमियर प्रो चाहिँ पेड भर्जन पाइन्छ, प्रोफेसनल सफ्टवेयर त हो, तर चाहिँ सबैजनाले अब क्र्याक गरेर चलाउँछ अथवा त्यो भन्ने हुँदैन। अनि त्यही भएर चाहिँ एकदमै सजिलो इन्टरफेस छ, प्रोफेसनल सफ्टवेयर पनि हो। तर ड्रब्याक के छ भन्दाखेरि यो चाहिँ पेड हो। अनि आज हामीले गर्न लागेको क्लास पनि दाभिन्ची रिजल्भकै बारेमा हो, किनभने यो फ्री पनि छ है। यसको चाहिँ दुईवटा भर्जन आउँछ कि, एउटा स्टुडियो भर्जन भनेर आउँछ जुन चाहिँ पेड हो, अर्को चाहिँ फ्री भर्जन आउँछ कि। फ्री भर्जनमा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि लगभग स्टुडियो भर्जनले दिने कुराहरू अथवा हामीलाई चाहिने म्याक्सिमम् कुराहरू पाइ नै हालिन्छ। तपाईँहरू भोलि डेभलप गर्नु भयो अथवा सिनेमा एडिट गर्दै हुनुहुन्छ अथवा आफ्नै चाहिँ प्रडक्सन हाउस खोल्नु भयो भने पे गरेर चलाउँछु भनेर स्टुडियो भर्जन चलाउनु खोज्नु भयो भने पनि तपाईँको चाहिँ वान टाइम पेमेन्ट हुन्छ कि। ल अहिले मैले तपाईँहरूलाई हेर्नु है, जस्तै यहाँनिर गएँ, तपाईँले चाहिँ गुगलमा गइसकेपछि के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँनिर गएर तपाईँहरूले सर्च गर्ने दाभिन्ची रिजल्भ है। अब डाउनलोड भनेर गर्नुभयो भने चाहिँ डाइरेक्ट दाभिन्ची रिजल्भ गरे पनि हुन्छ। अब तपाईँको आउँछ यो खालको चाहिँ एउटा लिङ्क अथवा चाहिँ यहाँ वेब आउँछ होइन, यसलाई ओपन गर्ने। त्यसपछि तपाईँको हेर्नु मेरोमा चाहिँ अब इन्स्टल भइसक्यो, त्यही भएर म रिइन्स्टल गर्दिनँ, तर तपाईँहरूलाई म प्रोसेस चाहिँ देखाइदिन्छु है। यहाँनिर गइसकेपछि तपाईँहरूले के गर्नु त, ल हेर्नु है, यहाँ तल हेर्नुभयो भने यसरीको जानुभयो भने तपाईँहरू चाहिँ यहाँ तल्लै हुन्छ, यो चाहिँ यसरी स्क्रोल गर्दै जानु होला। यहाँनिर गइसकेपछि तपाईँको चाहिँ यहाँ एउटा डाउनलोड भनेर आउँछ, डाउनलोड दाभिन्ची रिजल्भ फ्री भनेर आउँछ होइन। यहाँ दुईवटा भर्जन छ हेर्नु त, यो दुईवटा भर्जन छ। तपाईँहरूले चाहिँ के गर्ने, यो दाभिन्ची रिजल्भ फ्री डाउनलोड नाउ गर्ने, यसलाई चाहिँ तपाईँले क्लिक गर्नुभयो भने यसले तपाईँलाई सोध्छ, यस्तो खालको इन्टरफेस आउँछ है। स्टुडियो नगर्नु होला है, यो चाहिँ पेड भर्जन हो, यसलाई पेड भर्जन चाहिँदैन तपाईँहरूलाई होइन। अब यहाँनिर गएर तपाईँहरूको विन्डोज हो भने यहाँनिर विन्डोजमा चाहिँ क्लिक गर्नु पऱ्यो अथवा म्याक के हो। अब यहाँनिर तपाईँहरूले यो भर्नुपर्ने हुन्छ है, यो चाहिँ नर्मल्ली भर्नु होला। यहाँ जिप कोडहरू पनि राखिदिनु होइन, यो कम्पनीको नाम चाहिँ कम्पलसरी छैन। यहाँ जे हो जेन्युन इन्फर्मेसन लेखिदिनु होला। अनि यहाँ टेल अस हाउ यु युज दिस ब्ल्याक म्याजिक प्रडक्ट भन्दाखेरि यहाँ एडिटिङ अथवा आफूलाई जे मन लाग्छ लेखिदिनु। विच फिचर सुड यु एड भन्यो भने तपाईँहरूले अब पहिला चलाउनु भएको छैन भने नथिङ भनेर लेख्दै पनि हुन्छ। पहिला चलाउनु भएको छ, तपाईँहरूलाई केही रेकमेन्डेसनहरू चाहिँ अथवा चाहिँ फिडब्याक्सहरू दिन मन छ भने यहाँ राखेर रजिस्टर एन्ड डाउनलोड गर्नु होला है। यो गरिसकेपछि तपाईँको जिप फाइल आउँछ नर्मल होइन। त्यो जिप फाइल आएपछि अरू कुरा हामीले जसरी इन्स्टल गर्छौँ नि त्यसरी नै तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ त, यसलाई इन्स्टल गर्न सक्नुहुन्छ है। अहिले मैले त्यति नै भने, यो बुझिन्छ प्रोसेस, एकदमै सिम्पल छ। किन भन्दाखेरि यो क्र्याकहरू केही पनि नै होइन, यो जेन्युन सफ्टवेयर हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले इजिली यसलाई चाहिँ एक्सेस गर्न अथवा चाहिँ चलाउन सक्नुहुन्छ है त। मैले यहाँ दाभिन्ची रिजल्भ ओपन गर्छु अनि तपाईँहरूलाई चाहिँ म एकदम स्टार्टिङ पेजदेखि चाहिँ यो कुराहरू देखाउँछु है त। हेर्नु त, दाभिन्ची ओपन गरेपछि चाहिँ मेरो यो खालको चाहिँ यस्तो खालको चाहिँ आउँछ सुरुमा होइन। अब तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि यसलाई नयाँ प्रोजेक्ट बनाउन सक्नुहुन्छ कि यसमा चाहिँ। अब नयाँ प्रोजेक्ट कसरी क्रिएट गर्ने त भन्दाखेरि तपाईँहरूले यहाँ गएर प्रोजेक्ट लाइब्रेरी एड गर्न पनि सक्नुहुन्छ। यो पछि एडभान्समा कुरा गरौँ ल। अहिले म एकदम बेसिक तपाईँहरूको जे आउँछ सुरुमा पेज, त्यसमा गएर यहाँ तलतिर न्यू प्रोजेक्ट भनेर हुन्छ, यहाँ क्लिक गर्नु होला। प्रोजेक्टको नाम दिनुहोस्, अहिले मैले दाभिन्ची अनलाइन भनेर राखिदिन्छु है त। यो गरेर मैले क्रिएट गरिदिएँ। ल यो आउँछ इन्टरफेस। कसैले चाहिँ पहिला प्रिमियरहरू चलाउनु भएको छ भने खासै धेरै डिफ्रेन्सेस हुँदैन कि, यसमा चाहिँ वर्क फ्लोको अलिकति कुराहरू हो। मतलब के कुरामा चाहिँ डिफ्रेन्ट हुँदैन भन्दाखेरि जुन इन्टरफेस हुन्छ नि, काट्ने ठाउँ जुनै पनि सफ्टवेयरमा हेर्नुभयो भने एक ठाउँ काट्नको लागि हुन्छ अथवा एडिट गर्नको लागि, एउटा हेर्नको लागि हुन्छ, एउटा रिसोर्सेसहरू स्टोर गर्नको लागि हुन्छ, अनि अर्को चाहिँ मिटरहरू हुनसक्छ अथवा चाहिँ की फ्रेम्सहरू सर्टेन कुराहरू चलाउने हुनसक्छ होइन। अहिलेलाई हेर्नु है, यो चाहिँ मिडियाको लागि हो। यहाँनिर हामीले फोल्डर्सहरू क्रिएट गर्न सक्छौँ, अडियो भिडियो ल्याएर राख्न सक्छौँ, यो सबै कुरा हुन्छ है। अलिकति ठुलो खालको प्रोजेक्ट हो भने चाहिँ कटहरू गर्नलाई हामीले यो पेज युज गर्न सक्छौँ। तर आज हामी यो पेज मेजर चाहिँ यसमा युज गर्दैछौँ, यो पेज है। यो पेज म जस्तो थिएँ त्यस्तै बनाउँछु, यहाँनिर गएर रिसेट युआई लेआउट है। अब हेर्नु है, हेर्दाखेरि यो अब तपाईँहरूलाई अलिकति कम्प्लिकेटेड अथवा के हो लाग्न सक्छ सुरुमा गर्नेहरूलाई। त्यस्तो केही पनि तपाईँहरूले अप्ठ्यारो मान्नु हुँदैन। जस्तो क्यापकट चलाउनुहुन्छ तपाईँले होइन, क्यापकटमा पनि तपाईँले काहीँ न काहीँ भिडियो त ल्याउनुपर्छ। त्यो भिडियो ल्याएर चाहिँ तपाईँले त्यसलाई ड्र्याग गर्नुहुन्छ होइन। त्यो भिडियो अडियोहरू आउने ठाउँ यो हो, ड्र्याग गरेर ल्याउने ठाउँ यहाँ हो, काट्ने हेर्नको लागि चाहिँ तपाईँको यहाँनिर स्क्रिन छँदैछ होइन सिम्पली।
अब हेर्नु है, मैले तपाईँहरूको लागि चाहिँ एउटा यहाँनिर फ़ोल्डर क्रिएट गरेको छु। त्यो एसेट्सहरू पनि सेयर गरिदिउँ है म तपाईँहरूलाई। त्यो भइसकेपछि म सँगै एडिट गर्नुहुन्छ नि। तपाईँहरू कसैले चाहिँ इन्स्टल गर्दै हुनुहुन्छ भने इन्स्टल गर्दा पनि भयो है त। ल पहिला म तपाईँहरूलाई त्यो एसेट सेयर गरिदिन्छु है त। अनि त्यसपछि हामी सँगै एडिट गरौँला। अब किबोर्डहरूको कस्टमाइज म सँगै किबोर्ड मिलाउनु पर्ने हुन्छ। त्यो किबोर्डको लागि पनि म तपाईँहरूलाई लिङ्क सेयर गर्छु। अनि तपाईँहरूले त्यहाँबाट युज गर्न सक्नुहुन्छ है त। अब फेरि म डाभिन्चीमा गएँ। डाभिन्चीको पहिला काम कसरी गर्छ यसलाई हेर्नु है। सबैभन्दा पहिला एकदमै धेरै फाइल्सहरू छ भने अहिलेलाई चाहिँ हामीले यो एडिटमै काम गर्दैछौँ। धेरै फाइल्सहरू छ भने यहाँनिर आएर तपाईँहरूले मिलाउन यो कुराहरू चाहिँ गर्न सक्नुहुन्छ है। यहाँ आएर कटको लागि मात्रै युज गर्न सक्नुहुन्छ। यो एडिट पेजमा चाहिँ कट गर्ने होइन, त्यसमा चाहिँ टेक्स्टहरू हाल्ने, बिरोल्सहरू एड गर्ने, इफेक्ट्सहरू हाल्ने सबै गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ फ्युजन भन्ने पेज छ क्या। अब हेर्नु है, हामीलाई चाहिँ अब अडोबीको सफ्टवेयरहरू चलाउँदै हुनुहुन्छ, प्रिमियर प्रोहरू चलाउनुहुन्छ भने हाई लेभल मोसन ग्राफिक्स र कम्पोजिटिङ गर्नको लागि हामीले के चलाउँछौँ? आफ्टर इफेक्ट्स चलाउँछौँ नि होइन। तपाईँहरूले चाहिँ नाम सुन्नुभएको छ भने आफ्टर इफेक्ट्स हामीले चलाइरहेको हुन्छौँ होइन। तर डाभिन्चीमा चाहिँ के छ भन्दाखेरि फ्युजन भन्ने पेज छ अनि यही फ्युजन पेजमा चाहिँ हामीले काम गर्न सक्छौँ हो। अनि त्यसपछि चाहिँ कलर पेजमा जान सक्छौँ फ्युजन पछि। अब कलर त मैले भनिहालेँ। डाभिन्ची चाहिँ पहिला कलर ग्रेडिङकै सफ्टवेयर थियो। अनि त्यसपछि अहिले पनि स्टिल हलिउडमा अथवा चाहिँ जहाँ पनि कलर ग्रेडिङको लागि चाहिँ सबभन्दा बेस्ट सफ्टवेयर यसलाई नै मानिन्छ, डाभिन्ची भइहाल्यो। यो कलर पेज भयो। त्यसपछि फेयरलाइट, यो चाहिँ अडियोको कामहरू गर्नको लागि तपाईँले फेयरलाइट युज गर्न सक्नुहुन्छ। सबै कुरा भएपछि हामी यसमा एक्सपोर्ट गर्छौँ एन्डमा है त। ल आज हामी के गर्दैछौँ भन्दाखेरि एउटा चाहिँ हामी रिल एडिट गर्दैछौँ। तपाईँहरूले चाहिँ आजको क्लासबाट के कुराहरू पाउनुहुन्छ त भन्दाखेरि सबैभन्दा पहिला चाहिँ म तपाईँहरूलाई एउटा नर्मल वर्कफ्लो, यो चाहिँ एकदम बेसिकको क्लास हो। मैले भनिहालेँ, कसैलाई चाहिँ पछि कलरमा काम गर्न मन लाग्यो, फ्युजनमा काम गर्न लाग्यो, एडभान्स क्लासेसहरू गर्न मन लाग्यो भने पनि हामी वर्कसप्सहरू लिएर आइरहेको छौँ है। त्यसले गर्दाखेरि तपाईँहरू बस्नु, एटलिस्ट तपाईँलाई चाहिँ एउटा कम्युनिटीमा चाहिँ सेयर गर्नको लागि एउटा नेटवर्कको लागि एउटा कम्युनिटी पनि हुन्छ होइन। त्यसले गर्दाखेरि आज म तपाईँहरूलाई के गर्छु भन्दाखेरि एउटा नर्मल भिडियोलाई चाहिँ कसरी हामीले ल्याउन सक्छौँ, त्यसलाई चाहिँ एडिट गर्न सक्छौँ, त्यो कुराहरू चाहिँ देखाउँछु है। अब हेर्नु है, म तपाईँहरूलाई किबोर्ड चाहिँ एउटा कस्टमाइज गर्ने तरिका पनि देखाउँछु है त। यहाँ हेर्नुहोस् ल, सबैभन्दा पहिला तपाईँहरूले डाभिन्ची खोलिसकेपछि यहाँ माथितिर चाहिँ डाभिन्ची रिजल्भमा यहाँ डाभिन्ची रिजल्भ भनेर आउँछ अनि किबोर्ड कस्टमाइजेसन भनेर छ, यसलाई क्लिक गर्ने। त्यसपछि मैले तपाईँहरूलाई दिएको किबोर्डलाई चाहिँ यहाँ 3वटा डट हुन्छ, यसमा गएर इम्पोर्ट प्रिसेट गर्ने। अनि त्यसपछि तपाईँहरूले चाहिँ कहाँ राख्नु भएको हुन्छ त्यहाँबाट लिने। मैले चाहिँ यहाँनिर राखेको छु वर्कसप किबोर्ड भनेर यहाँ राखेको छु, यसलाई मैले अपलोड गरेँ। अब हेर्नु त यु किबोर्ड भनेर आयो नि होइन। अब कहिलेकाहीँ चाहिँ यसले डाइरेक्ट काम गरेर हुँदैन कि, यो चाहिँ मेरो एक्सपिरियन्सबाट सेभ नगरेसम्म। त्यसले गर्दाखेरि एकछिनको लागि अर्को कुनैमा क्लिक गर्नु अनि फेरि आएर चाहिँ युको यसरी किबोर्ड अन गर्नु अनि त्यसपछि यसलाई सेभ गरिदिनु है। ल अब मैले जे सर्टकट की चलाउँछु नि तपाईँहरूको पनि त्यही सर्टकट किजहरू चाहिँ हुन्छ है। अब त्यसको मेजर सर्टकट किजहरू के छ भनेर अहिले हामी काम गर्दै जाँदा पनि देखाउँछौँ, किनभने मैले अहिले सर्टकट मात्रै लेखिराखेँ भने बोरिङ हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ है। अब हेर्नु है, यसरी तपाईँको चाहिँ आइसकेपछि कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि यो इन्टरफेसहरू बिग्रिया हुनसक्छ क्या। यो ड्र्याग गरे हुनसक्छ होइन, ठुलो सानो यस्तो केही भए हुनसक्छ। यसलाई चाहिँ डिफल्टमा लानको लागि हामीले के गर्न सक्छौँ त, वर्क स्पेसमा गएर रिसेट युआई लेआउट गर्न सक्छौँ। अलराइट, यति गरिसकेपछि तपाईँको चाहिँ यो जस्तो हुनुपर्ने त्यस्तो चाहिँ हुन्छ। अब हेर्नु है, सर्टकट किजहरू सुरु भयो ल। पेन र पेपर लिएर बस्नु भयो नि हुन्छ, धेरै कुराहरू हुनेवाला छ आज। त्यसले गर्दाखेरि पछि फेरि भुल्न सक्छ है। मोबाइलको चाहिँ तपाईँको नोटबुक भयो भने नोटप्याड भए पनि भयो, अथवा चाहिँ पेन पेपर लिएर बस्नुहोस् ल। सुरुमा कन्ट्रोल आई, म्याक चलाउनुहुन्छ भने कमान्ड आई है, सिम्पल। यहाँबाट गएर मैले चाहिँ अहिले डाभिन्ची रिजल्भ वर्कसप भनेर यसरी राखेको छु, ए रोल भनेर राखेको छु भिडियोलाई होइन। यहाँभित्र गएँ, सरी त्योभन्दा अगाडि यहाँनिर कन्ट्रोल आई गर्नुभन्दा अगाडि एउटा फोल्डर बनाऊँ ल, बिन। हामीले चाहिँ बिआइएन बिन भन्छौँ है, भित्र बनाउने कुरालाई चाहिँ तपाईँहरूले फोल्डर भनेर अहिले बुझ्दा पनि हुन्छ। यसको सर्टकट चाहिँ के हो त, कन्ट्रोल सिफ्ट एन है। कन्ट्रोल सिफ्ट र एन भएपछि यस्तो फोल्डर आउँछ। यसलाई चाहिँ मैले नाम राख्छु भिडियो भनेर है। ल अब यो भिडियोको भित्र जान्छु अनि कन्ट्रोल आई गर्छु मिडिया इम्पोर्ट गर्नको लागि। अडियो भिडियो जेसुकै ल्याउनुलाई पनि हामीले के गर्छौँ त, कन्ट्रोल र आई क्लिक गर्छौँ है। अहिले म ए रोलभित्र गएँ, सबैलाई सेलेक्ट गर्नु पऱ्यो भने कन्ट्रोल ए गर्ने, यसलाई ओपन गर्ने। अब हेर्नु त तपाईँको चाहिँ यसले एफएस चेन्ज गर्ने भन्छ, यसलाई डोन्ट चेन्ज गर्दैन यसलाई होइन। हाम्रो के छ, यो भयो भिडियोहरू हेर्नु त। ल हाम्रो सबै भिडियोहरू यहाँनिर आइसकेको छ हो। ल यो भयो भिडियोहरू। अब मलाई के चाहिन्छ त, अडियो पनि चाहिन्छ, एउटा म्युजिक पनि एड गरौँ होइन। यो आफैमा भिडियोमै अडियो पनि छ, तर एउटा ब्याकग्राउन्डमा म्युजिक पनि राखौँ, अलि राम्रो सुनिन्छ होइन। त्यसको लागि फेरि अर्को बिन बनाउनलाई मैले के गरेँ, कन्ट्रोल सिफ्ट र एन गरेँ है। फेरि बिन बनाउनको लागि सेम अडियो है, मैले यहाँनिर अडियो क्लिक गरेँ, एन्टर गरेँ।
यो अडियोको भित्र गएर मैले के गर्छु त कन्ट्रोल आई गर्छु। त्यसपछि यहाँ दाभिन्ची वर्कसपमा गएर मैले म्युजिकबाट चाहिँ एउटा म्युजिकलाई सेलेक्ट गरेर यहाँ ल्याएर राख्छु है। ल मैले त्यहाँनिर लेख्दै अर्को एउटा पनि लेखिहाल्छु है मैले, कन्ट्रोल प्लस एन मात्रै है यो चाहिँ क्रिएट टाइमलाइन अथवा सिक्वेन्स है। यो भनेको चाहिँ के हो त भन्दाखेरि म तपाईँहरूलाई यहाँ देखाउँछु है। ल हेर्नु है, अब यहाँ मसँग अडियो पनि छ, भिडियो पनि छ। भिडियो मसँग यस्तो रिल टाइपमा छ, भर्टिकल होइन। अब मैले टाइमलाइन चाहिँ तपाईँको के भन्छ हरिजेन्टलवाला बनाएर अथवा युट्युबमा हाल्ने जस्तो मेन भिडियोमा हाल्ने जस्तो बनाएर त भएन नि त। त्यसले गर्दाखेरि चाहिँ अब हामीले यसलाई चेन्ज गर्नु पऱ्यो। अर्को एउटा फोल्डर बनाउँछु है म, कन्ट्रोल सिफ्ट एन गरेर यसको नाम चाहिँ नि टाइमलाइन भनेर राखौँ। प्रिमियरहरू युज गर्दाखेरि चाहिँ हामी सिक्वेन्स भनेर पनि लेखिरहेको हुन्छौँ होइन। टाइमलाइन भनेर चाहिँ यसलाई रेकर्ड गरौँ है। यो टाइमलाइनमा गएर मैले के गर्छु त कन्ट्रोल एन गर्छु है। यो ठ्याक्कै याद गर्नु होला है, लेख्नुपर्छ भने लेख्नुहोस् ल, यही हो प्रोसेस। ठ्याक्कै म तपाईँहरूलाई चाहिँ यहाँ गएर देखाउँदैछु। स्टार्ट टाइम कोड भनेको छ, यसलाई मेटेर 0 बनाउनुहोस् है, 0 1लाई मेटेर 0 बनाउनु होला। अनि यो टाइमलाइनको नाम राख्न मिल्छ। अहिले मैले रिल वर्कसप भनेर राख्छु है त। त्यसपछि यो प्रोजेक्ट सेटिङ छ नि, यसलाई अफ गरिदिनु ल। यो अफ गरेपछि के हुन्छ त भन्दाखेरि तपाईँले फर्मेटमा गएर आफ्नो तरिकाले चेन्ज गर्न मिल्छ। अब हेर्नु है, रेजोल्युसनको बारेमा म पछि भिडियोहरू बनाउँला अथवा यस्तै वर्कसपमा कुरा गरौँला। सिम्पली अहिले तपाईँहरूले बुझ्नुपर्ने 3वटा खालको छ। 4K को के हुन्छ 3840 वाइड हाइट 2160 हो। फुल एचडी को के हुन्छ वाइड 1920 हाइट 1080 हो। अब त्यो कुरा चाहिँ भर्टिकल बनाउनु पर्यो। जस्तो तपाईँले क्यामेराले मोबाइलले यसरी खिच्दै हुनुहुन्छ भने के हुन्छ, हरिजेन्टलवाला भिडियो बन्छ नि होइन। त्यसलाई यसरी फर्काउनु भयो भने के हुन्छ, भर्टिकलवाला भिडियो बन्छ होइन। त्यही भने अब तपाईँको चाहिँ हरिजेन्टलमा 1920/1080 आइरहेछ भने त्यसलाई ढल्कायो भने के भयो त 1080/1920 भयो। त्यसले गर्दाखेरि चाहिँ यहाँ गएर तपाईँहरूले टाइप गर्दा पनि भयो। अथवा दाभिन्चीमा चाहिँ अर्को सजिलो कुरा के छ भन्दाखेरि युज भर्टिकल रेजोल्युसन भनेर क्लिक गरिदिनु, ठ्याक्क 1080/1920 भइहाल्यो। अनि अहिले चाहिँ युट्युब कन्टेन्ट अनि त्यसपछि रिल्सहरूको लागि यिनीहरूको लागि चाहिँ तपाईँले टाइमलाइन फ्रेम रेटलाई 30 राखिदिनु होला है त। यसरी 30 राखिदिनु भयो भइहाल्यो। अब सिम्पली यसलाई मैले क्रिएट गरिदिएँ। हेर्नु त, अब क्रिएट गरिसकेपछि यस्तो भर्टिकल खालको चाहिँ आयो है। अब यहाँ मैले यो बनाइसकेपछि अब म भिडियोबाट के गर्छु त भिडियोहरू ल्याएर राख्छु। मैले यहाँ क्लिप 1 2 3 4 यसरी भनेर राखेको छु 6 सम्म। कन्ट्रोल ए गरेँ, मैले यसलाई ड्र्याग गरेँ, सिम्पली माउसले ड्र्याग गर्ने, यहाँ ल्याएर राखिदिने होइन त। अहिले म सिङ्गल स्क्रिन गर्छु ल, यसमा मलाई सोर्स हेर्नुपर्ने छैन। यहाँनिर एउटा आइकन छ, यसलाई क्लिक गर्ने। टाइमलाइनको कसैले अझै बुझ्नु भएको छैन भने पछि पनि फेरि म रिपिट गराउँला है, मलाई पछि सोध्नु होला ल। ल हेर्नु है, अब यसमा तपाईँहरूले के गर्नु भन्दाखेरि मेरो अडियो तपाईँहरूले सुन्छ कि सुन्दैन, यहाँ बजेको एकचोटि ट्राई गरौँ। तपाईँलाई भिडियो एडिटिङ सिकेर आफ्नो सुन्छ होला है। ल सुन्छ भने हेर्नु है, अब म तपाईँहरूलाई सर्टकट किजहरू भन्छु है, एकदमै युजफुल। सबैभन्दा फर्स्टमा काट्नको लागि क्यूले के गर्छ भन्दाखेरि चाहिँ रिपल डिलिट बिफोर प्ले हेड। ले के काम गर्छ भन्दाखेरि रिपल डिलिट आफ्टर प्ले हेड है। ल यति हामी चाहिँ हट किजहरू अथवा सर्टकट किजहरू युज गरौँ, अनि त्यसपछि फेरि आउँला। यहाँनिर मसँग भिडियो छ, यसलाई अलिकति सानो बनाऊँ ल। जस्तै मैले यो अप एरो र डाउन एरो युज गर्दैछु है त अगाडि पछाडि जानलाई क्लिपमा। यहाँ गरेँ प्लस माइनस चाहिँ मैले टाइमलाइनलाई जुम इन र जुम आउट गर्नको लागि युज गरिरहेको छु है। अब हेर्नु है, मैले प्ले गरेँ स्पेसबारले, आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ ल। हेर्नु त, अब उहाँले के गर्नुभयो, एक लाइन बोल्नुभयो, त्यसपछि चाहिँ अब त्यहाँनिर साइडमा हेरेको छ। अब यो कुरा हेर्नु है, एडिटरले के गर्ने हो, हामीलाई नचाहिने कुराहरू चाहिँ यो कुराहरू रिमुभ गर्नु पर्यो। मैले चाहिँ अब राइट र लेफ्ट एरोले चाहिँ ठ्याक्क फ्रेममा जान सक्छु। यहाँनिर बोलेर सकिएको छ। अब यहाँनिर मैले क्लिक गरेँ, प्ले हेड चाहिँ यसलाई भन्छ। यो रातो तपाईँले लाइन देखिरहनु भएको छ नि, यो रातो लाइनलाई चाहिँ के भनिन्छ त भन्दाखेरि प्ले हेड भनिन्छ है। योभन्दा पछाडिको लागि मैले क्लिक गरेँ है त। यसरी चाहिँ हामीले यसलाई रिमुभ गर्न सक्छौँ। स्क्रिन चाहिँ तपाईँले यहाँनिर गएर यसको लागि चाहिँ तपाईँहरू यहाँ गएर यसरी हेर्नु त, यो आउँछ आइकन, यसले ड्र्याग गर्न सक्नुहुन्छ है। अथवा यो स्क्रिन चाहिँ तपाईँको डबल भइरहेको हुनसक्छ, यसलाई सिङ्गल गर्नुहोस्। अनि अर्को के गर्न सकिन्छ, यो मिडिया पुलहरू अन भइरहेको हुनसक्छ, यसलाई यहीँ क्लिक गरेर अफ गर्न सक्नुहुन्छ। ठिक छ, यसलाई अब हामी अझै कन्टिन्यू गरौँ है त। यसमा
ल यहाँनिर गएपछि हेर्नु है, अब मैले यहाँ युज गर्दैछु यही की हजुर यही 3टा की युज गरेर म यसलाई ओभरअल कट गर्छु है त। तपाईँहरूले नि यसलाई गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँबाट प्ले गरेँ। स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ? ल हेर्नु है, अब यहाँ जम्प आएको छ, यसमा ट्रान्जिसन्सहरू राखौँला, अहिले ठिक छ होइन? ल यहाँ हेर्नु त, अब यहाँ यदि भन्नुभन्दा अगाडि पनि यहाँ खाली ठाउँ छ। यो कुराहरू हामीले चाहिँ सकेसम्म कम्प्याक्ट हुनुपर्यो भिडियो, अडियन्सलाई बोरिङ लाग्नु हुँदैन। त्यसले गर्दाखेरि म क्यू क्लिक गरिदिन्छु। यहाँनिर हेर्नु त, अब मैले अघि नैको किजहरू चाहिँ युज गरेर क्यू, डब्लु र ई युज गरिरहेको छ है। अब यसलाई अलिकति फास्ट गरेर प्ले गर्ने भयो, तपाईँहरूकै सर्टकट किजमा छ ल। 1 2 3 1 ले के गर्छ? रिभर्स ब्याक जान्छ है। 2 ले पज गर्छ, 3 ले फरवर्ड प्ले गर्छ। 3 लाई चाहिँ तपाईँले 2 चोटि थिच्नुभयो भने 2x हुन्छ, 3 चोटि थिच्नुभयो भने 4x हुन्छ। त्यसरी नै यसले चाहिँ हाम्रो पहिला डिभिडीको त्यो रिमोट हुन्थ्यो नि, त्यस्तै फास्ट फास्ट प्ले गर्छ। जस्तै हेर्नु है, यहाँबाट गयो, मैले 3 क्लिक गरिरहेको छु है किबोर्डमा, 2 चोटि गरेँ, 3 चोटि, हेर्नु त यसरी चाहिँ यसले काम गर्छ है। ल योभन्दा अगाडि चाहेन, क्यू गरिदिएँ मैले। अनि आफ्नो कन्टेन्टलाई अझै प्रोफेसनल बनाउन प्रोफेसनल बनाउन अब अलिक फास्ट हेरौँ 3 बनाउन यहाँ पनि बनाउन, उता पनि बनाउनु छ। आफ्नो कन्टेन्टलाई अझै प्रोफेसनल ल यो बनाउनुवाला यतापट्टिको बनाउन काटिदिएँ मैले। ल तपाईँहरूले नि मसँग यसरी नै एडिट गर्न सक्नुहुन्छ है। अब बनाउनुलाई यहाँ मैले यसलाई क्यू गरिदिएँ। बनाउनु प्र्याक्टिकल तरिकाले सिक्नुहुनेछ। ल सिक्नुहुनेछ। यहाँसम्म आइसकेपछि ई क्लिक गरिदिउँ, किनभने प्लेयर भन्दा पछाडिको कुरा काट्नुपर्ने छ हो। मैले ई गरिदिएँ। ल अब यहाँसम्म पनि बोलेको छैन, त्यसले गर्दाखेरि क्यू गरेर अगाडिपट्टि काट्दिएँ। चाहे सोसल मिडिया कन्टेन्ट होस्, पर्सनल प्रोजेक्ट होस् वा भनेपछि यतापट्टि छैन, यसलाई ई गरिदिउँ है। करियरका लागि भिडियो एडिटिङ आजको समयमा यहाँ गएर ई गरिदिएँ, क्यू। आजको समयमा धेरै फेरि आजको समयमा 2 चोटि भएछ है। करियरका लागि भिडियो एडिटिङ आजको समयमा अब हेर्नु है, अब सेकेन्ड स्टेपमा त त्यो भएर तपाईँहरूले चाहिँ एभ्री टाइम एडिट गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिनु पर्यो भन्दाखेरि नि, हाम्रो चाहिँ जब तपाईँलाई चाहिँ क्लाइन्टले भिडियो दिनुहुन्छ अथवा चाहिँ तपाईँले आफ्नो लागि पनि भिडियोहरू बनाउँदै हुनुहुन्छ, सबैभन्दा पहिला चाहिँ तपाईँले बाहिर डेस्कटपमा अथवा तपाईँको ड्राइभ डी कहीँ न कहीँ चाहिँ तपाईँले के गर्नु पर्यो, फोल्डर चाहिँ बनाएर राख्नु पर्यो है। त्यो फोल्डरहरू बनाइसकेपछि म्युजिकको, साउन्ड इफेक्ट्सको सबै फोल्डर्सहरू राखिसकेपछि तपाईँहरूलाई चाहिँ इम्पोर्ट गर्न अनि त्यसमा काम गर्न चाहिँ सजिलो हुन्छ। बुझ्नुभयो है? अब यो भयो फर्स्ट स्टेप। फर्स्ट स्टेप के गर्ने, जस्ट ल्याउने लाइनअप, त्यसलाई चाहिँ ए रोल भन्छौँ हामीले, जुन चाहिँ यो मेन भिडियो छ यसलाई चाहिँ हामीले कट गरेर राख्यौँ है। आज चाहिँ म तपाईँहरूलाई बिरोल्सहरू चाहिँ हामीले खिचेको पनि छ, तर मैले हामीले खिचेको देखाउनु भन्दा तपाईँहरूलाई पनि अलिकति पछिको लागि अरू भिडियोहरू चाहिन सक्छ। त्यसले गर्दाखेरि सर्टेन साइट्सहरू छ क्या, त्यो साइट्सहरूबाट कसरी लिने म त्यो कुराहरू भनिदिन्छु है। एउटा छ pixels.com, यसमा चाहिँ मेन गरी फोटो र भिडियोहरू हुन्छ है। तपाईँहरूले राख्नुभयो भने चाहिँ, हुन त म सेयर गरेर वेबसाइट नै देखाउँछु नि होइन, सबभन्दा त्यो गऱ्यो भने चाहिँ तपाईँहरूलाई सजिलो होला नि त। भिडियोहरू जस्तो अहिले हेर्नु है, हाम्रो के को बारेमा कुरा गरिरहेको छ अघिनको भिडियोमा, भिडियो एडिटिङको बारेमा कुरा गरिरहेछ नि त होइन। अब मैले यो फोटोजलाई भिडियोज बनाइदिन्छु हो, भिडियोज बनाउँछु अनि म यहाँ गएर भिडियो एडिटिङ भनेर सर्च गर्छु कि हामीलाई अलिकति काम लाग्ने के छ एकचोटि हेरौँ होइन। हाम्रो भर्टिकलमा छ, सकेसम्म भर्टिकलमा भिडियो पाइयो भने राम्रो नि त होइन। यो रहेछ है भिडियो एडिटिङ गरिराखेको यहाँ छ। अब मेरो डाउनलोड्समा गएर बसिराखेको हुन्छ होइन। अब अर्को साइट्स तपाईँहरूको लागि छ म्युजिक र साउन्ड इफेक्ट्सहरूको लागि है। त्यसको लागि तपाईँहरूले युज गर्न सक्नुहुन्छ पिक्साबे। ल ठिक छ, अहिलेलाई मैले यहाँनिर गएर पिक्साबे गरेँ है। पिक्साबेमा डिफ्रेन्ट हेर्नु त, यहाँनिर भिडियोहरूको अरू कुराहरू पनि छ, तर तपाईँले के पाउनुहुन्छ मेजर म्युजिकहरू। जस्तै यहाँनिर ल एउटा चाहिँ म्युजिक है, यहाँनिर म्युजिकहरू छ, यसरी सुन्न सक्नुहुन्छ होइन। यहाँनिर चाहिँ यसलाई चाहिँ अहिले नबजाउँ, यहाँबाट तपाईँहरूले सुन्न सक्नुहुन्छ, यसलाई डाउनलोड गर्न सक्नुहुन्छ यहाँबाट। मैले अडियोको बारेमा के कुरा गर्दै थिएँ कि तपाईँहरूले चाहिँ एडिटिङ गर्नुहुन्छ तर म्युजिक छान्ने बेलामा चाहिँ एकदमै गाह्रो हुन्छ। त्यस्तो केही भएको छ, तपाईँले फिल गर्नुभएको छ त्यस्तो? तपाईँहरूको चाहिँ म आज सोल्युसन दिने ट्राई गर्छु है त। मैले चाहिँ कसरी काम गर्छु त्यही एक्सपिरियन्स चाहिँ तपाईँहरूसँग सेयर गर्छु है। सबैभन्दा पहिला चाहिँ तपाईँले मेन कुरा हेर्नुपर्छ, टेम्पो भन्छ क्या हामीले। जस्तै तपाईँको भिडियो चाहिँ फास्ट छ कि स्लो छ त्यो तपाईँहरूलाई थाहा हुन्छ नि त, अथवा मैले एडिट गर्न लागेको भिडियो चाहिँ फास्ट हुनेवाला छ कि स्लो हुनेवाला छ त्यो थाहा हुन्छ नि त तपाईँहरूलाई होइन। त्यसलाई चाहिँ टेम्पो भन्छौँ क्या हामीले। जस्तै तपाईँहरूले गीतहरू सुन्नुहुन्छ नि होइन, जस्तै तालको पानी छ नि नेपथ्यको, यो कस्तो खालको चाहिँ गीत हो, फास्ट हो नि त होइन।
त्यहीमा हेर्नुभयो असारे महिनामा सुन्नुभयो भने स्लो हो नि त। हामीले अरू टेम्पोहरू चाहिँ अब जस्तै म्युजिकमा हुन्छ नि 4/4 6/8 यस्तो केही नबुझे पनि फास्ट छ कि स्लो छ यति कुरा बुझ्न सक्छौँ। त्यही भएर फर्स्ट कुरा टेम्पो ध्यान दिनु पर्यो। मैले बनाउन लागेको भिडियो चाहिँ फास्ट हुन्छ कि स्लो हुन्छ यो कुरा चाहिँ ध्यान दिनु पर्यो। म लेखिदिन्छु ल यहाँ। टेम्पो भनेको फास्ट कि स्लो, फास्ट और स्लो, फर्स्ट कुरा यसमा ध्यान दिनु पर्यो है। सेकेन्ड कुरा चाहिँ हेर्नु पर्यो इमोसनमा के हुन्छ, कति धेरै छन् इमोसनहरू पनि होइन। अब हामीलाई इमोसनल यो त्यो कुराहरू पनि त्यति फिल भएन अरे, थाहा भएन। एङ्ग्री होइन योहरू पनि इमोसन्सहरू हो। हामीलाई चाहिँ स्याड कि ह्याप्पी थाहा हुन्छ। अघि मैले भने एक्जाम्पलमा जस्तै गुराँसे फुले गीत सुन्नुभयो भने के छ अलिकति ह्याप्पी खालको टोन छ नि होइन। तर त्यसमै चाहिँ अघि मैले भने जस्तै असारे महिनामा सुन्नुभयो भने अलिकति स्याड टाइपको चाहिँ तपाईँहरू फिल हुनसक्छ। त्यसले गर्दा अरू इमोसन्स थाहा भएन भने पनि ठिक छ। म्युजिक चाहिँ ह्याप्पी छ कि स्याड छ, अनि मेरो भिडियो चाहिँ ह्याप्पी हो कि स्याड हो। ह्याप्पी छ भने ह्याप्पी खालको म्युजिक लिनु पर्यो, स्याड हो भने स्याड खालको म्युजिक लिनु पर्यो। त्यो भएर सेकेन्ड कुरा रहेछ इमोसनमा चाहिँ के रहेछ त एटलिस्ट हामीले ह्याप्पी हो कि स्याड हो मेरो भिडियो, यति कुरा चाहिँ हामीले थाहा पाउन सक्छौँ। एउटा टेम्पो भयो होइन, अर्को चाहिँ इमोसन भयो, अर्को हुन्छ जनर चाहिँ के हुनसक्छ त क्लासिकल हुनसक्छ, हिपहप हुनसक्छ, अनि त्यसपछि रक हुनसक्छ होइन, मेटल हुनसक्छ, कति धेरै छ नि त जनरहरू होइन। अब जस्तै सोच्नु न तपाईँले नारायण गोपालको बारेमा चाहिँ एउटा मुभी बनाइराख्नु भएको छ अनि म्युजिक चाहिँ पुरै ऱ्यापवाला राखिदिनु भयो कि फिल भएन नि त। अनलेस तपाईँले चाहिँ कन्ट्रास्ट देखाउनु खोजे हो सर्टेन कुरामा हुनसक्छ होइन, तर नर्मल्ली त्यो राख्नुभयो भने जुन त्यसको फिल हुन्छ त्यो फिल चाहिँ आउँदैन कि। त्यसले गर्दाखेरि तपाईँले अझ त्यो पनि नभनौँ, अझै सिम्प्लिफाई गरौँ है त्यसलाई। जस्तै तपाईँले एउटा ब्याङ्कको लागि चाहिँ सपोज कुनै पनि ब्याङ्कको लागि तपाईँले भिडियो बनाउँदै हुनुहुन्छ अनि म्युजिक चाहिँ एकदम हिपहप खालको राखिदिनु भयो, फिल भयो त त्यो कुरा? फिल हुँदैन नि त। यो चाहिँ हामीले बुझ्नु पर्यो कि यो चाहिँ जनराको कुरा भयो। तपाईँले कस्तो खालको कुन अडियन्सको लागि भिडियो बनाउँदै हुनुहुन्छ, कुन चाहिँ तपाईँले कम्पनीको लागि अथवा कुन चाहिँ तपाईँले भनौँ न एउटा चाहिँ कम्पनीको लागि काम गर्दै हुनुहुन्छ, आर्टिस्टको लागि काम गर्दै हुनुहुन्छ, त्यतिखेर चाहिँ हामीले जनरा चाहिँ हेर्नुपर्ने हुन्छ म्युजिकको। थर्ड कुरा चाहिँ जनरा भयो है। अब एउटा लास्ट कुरा छ इन्स्ट्रुमेन्ट। अब इन्स्ट्रुमेन्टमा के हुनसक्छ, भायोलिन हुनसक्छ, त्यसपछि पियानो हुनसक्छ, त्यसपछि गिटार हुनसक्छ होइन, यो सबै कुराहरू हुनसक्छ नि त होइन। यसमा चाहिँ अब इन्स्ट्रुमेन्टहरू जस्तो तपाईँले चाहिँ नर्मली सुन्नुभयो भने भायोलिन र पियानोमा सेम कुरा बजाउनु भयो भने के हुनसक्छ, भायोलिन अझ बढी चाहिँ के हुनसक्छ त इमोसनल सुनिन सक्छ कि अलिकति स्याड सुनिन सक्छ होइन। सारङ्गीमा जानुभयो भने नेपालीहरूले अझ त्यसमा रिलेट गर्न सक्नुहुन्छ। सारङ्गीको धुन चाहिँ अझ तपाईँहरूलाई चाहिँ के लाग्न सक्छ त भन्दाखेरि स्याड लाग्न सक्छ होइन। त्यसले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ इन्स्ट्रुमेन्टहरूले पनि यसरी चाहिँ काम गरिरहेको हुन्छ है। ल अब नेक्स्ट टाइमदेखि चाहिँ तपाईँले म्युजिक सेलेक्ट गर्दाखेरि यो कुराहरू चाहिँ ध्यान दिनु होला है। अभियसली सजिलो चाहिँ बनाउँछ, तर मैले भनिहालेँ मेरो एक्सपिरियन्स सेयर गर्नु पऱ्यो भने चाहिँ म्युजिक चाहिँ भिडियोको लागि छान्नु भनेको चाहिँ अलिकति गाह्रै काम लाग्छ। स्टिल मलाई पनि त्यो कुरामा चाहिँ अलिकति अप्ठ्यारो लाग्छ होइन, तपाईँहरूलाई पनि त्यो कुराहरू हुन्छ होला, तर यसले केही हदसम्म चाहिँ रिलिफ चाहिँ दिन्छ तपाईँहरूलाई है। ल हेर्नु है त, अब भनेपछि हामीले चाहिँ के गर्न सक्छौँ त यहाँबाट भन्दाखेरि एउटा म्युजिकहरू लिन सक्छौँ होइन, यी म्युजिकहरू, अर्को साउन्ड इफेक्ट्सहरू लिन सक्छौँ कि जस्तो तपाईँहरूले याद गर्नुभयो होला हामीले युट्युब भिडियोजहरू हेर्दाखेरि अथवा कुनै पनि भिडियोहरूमा जब जुम इन हुन्छ अनि त्यसपछि हुस टाइपको साउन्डहरू आउँछ, अनि त्यसपछि टेन्सन बिल्ड गर्नु पर्यो होइन, प्रेसर चाहिँ त्यो फिल गराउनु पर्यो, अथवा चाहिँ कुनै कुरा चाहिँ अब रिभिल हुनेवाला छ भने त्यो सस्पेन्सहरू दिनु पर्यो भने ड्रोनको चाहिँ त्यो साउन्डहरू आइरहेको हुन्छ, राइजर भन्छौँ हामीले होइन। तपाईँहरूले सिम्पली यहाँ सर्च गर्न सक्नुहुन्छ कि जस्तै मैले हुस सर्च गर्छु है त एउटा, र तपाईँहरूले अहिले यहाँ नसुने पनि म तपाईँहरूलाई अहिले एकछिनमा पठाउँछु, त्यहाँबाट चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है त। डाउनलोड गर्ने सेम तरिका है, यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। यो भयो पिक्साबे। मैले तपाईँहरूलाई अहिले कतिवटा दिएँ, दुईवटा चाहिँ कुराहरू दिएँ है। एउटा पिक्सल्स दिएँ, पिक्सल्सबाट तपाईँहरूले फोटो भिडियोहरू डाउनलोड गर्न सक्नुहुन्छ। एउटा पिक्साबे दिएँ, पिक्साबेबाट मोस्टली फोटो भिडियोहरू पनि छ, तर म्युजिक र साउन्ड इफेक्ट्सहरू चाहिँ मेजर पाइन्छ यसमा। अर्को चाहिँ छ flaticon.com है। अब यो फ्ल्याट आइकनमा चाहिँ के पाइन्छ आइकन, जस्तै मैले भिडियो एडिटिङको बारेमा बोलिरहेको छु, अथवा मलाई प्रिमियर लोगोहरू चाहियो, अथवा चाहिँ अडोबीको कुनै, अथवा चाहिँ इन्स्टाग्राम चाहियो होइन, मैले सिम्पली के गर्न सक्छु त यहाँनिर इन्स्टाग्राम भनेर सर्च गर्न सक्छु, अनि त्यसपछि यहाँनिर हेर्नु त टन्नै यो इन्स्टाग्रामको अप्सन्सहरू आउँछ, यो सबै पिएनजीहरू है। यी यहाँनिर ग्रिनमा क्लिक गरेर तपाईँले पिएनजी भनेर डाउनलोड गर्नु भने यो फ्री डाउनलोड भन्यो भने यसले चाहिँ डाउनलोड गरेर तपाईँलाई आइकन्सहरू दिइहाल्छ है। अब यो डाउनलोड्समा गएर बसिसक्यो है। अहिले एकछिनमा म ल्याएर पनि देखाउँला कसरी काम गर्छ अहिले भनेर। धेरै लामो नबनाऊँ है चाहिँ यो कन्टेन्टलाई। अब यहाँनिर हामी अरू फर्दर एडिटिङमा जाउँ। ल यहाँसम्म तपाईँहरूले बुझ्नुभएको है, कटहरू कसरी गर्ने, यो कुराहरू कसरी मिलाउने, यो भइहाल्यो होइन। ल यहाँनिर हेर्नु त, अब बिरोल्सहरू चाहिँ तपाईँहरूले कसरी एड गर्न सक्नुहुन्छ भन्दाखेरि अब ए रोल र बी रोल भनेको के हो पहिला बुझौँ है। यो जुन मेन कन्टेन्ट छ नि यसलाई चाहिँ हामीले ए रोल भन्छौँ है। बी रोल भनेको चाहिँ अब यसलाई अझै फर्दर मिठो बनाउनलाई, अलिकति राम्रो बनाउनलाई चाहिँ हामीले जे कुराहरू एड गर्छौँ नि त्योहरू चाहिँ बी रोलहरू हो।
बिरोलले के गर्नुपर्छ भन्दाखेरि नि, त्यो भनिराखेको कुरालाई चाहिँ अझ मजाले चाहिँ त्यसलाई बुझाउन सक्ने चाहिँ हुनुपर्छ है त। जस्तै एउटा बिरोलहरू यहाँ एड गरेर हेरौँ। कन्ट्रोल सिफ्ट एन गरेँ, यसको नाम मैले बिरोल भनेर राखिदिन्छु है त। अब यो अहिले बोलिराखेको यो कम्प्लिट चाहिँ ए रोल भयो। अब यसमा एड अन हुने कुराहरू चाहिँ बिरोल भयो है त। अब यो बिरोलमा मैले फेरि कन्ट्रोल आई गर्छु, अघि जस्तै मिडिया ल्याउनु पर्यो। त्यसलाई चाहिँ अहिले मेरो यहाँ डाउनलोड्समा आइराखेको छ, म डाउनलोड्सबाट चाहिँ ल्याउँछु है त। हेर्नु त यो इन्स्टाग्रामको लोगो पनि आइरहेको रहेछ, यो टाइमलाइन छ अनि यो भिडियो छ। ल यो दुईवटालाई मैले ओपन गरेँ, यहाँनिर आएँ है। ल अब यसलाई मैले सिम्पली के गरेँ, ड्र्याग गरेर यहाँ ल्याएर चाहिँ युज गर्न मिल्यो। यसलाई अलिकति कुनामा राखेँ है मैले यतापट्टि। ल हेर्नु त, अब यसलाई अलिकति भिडियो एडिटिङको कुरा आउँदाखेरि मैले यसलाई यसरी चाहिँ नि यहाँनिर एड गरेँ। भिडियो एडिटिङ सिकेर आफ्नो कन्टेन्टलाई अझै यो नयाँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ। यदि तपाईँलाई भिडियो एडिटिङ सिकेर आफ्नो कन्टेन्टलाई अझ प्रोफेसनल बनाउने इच्छा छ भने यो कथाले ल्याएको छ तपाईँहरू। अब यहाँ रिलको कुराहरू यो त्यो कुराहरू आइरहेको छ होइन। अब यहाँनिर के छ त, बिरोल मिलाउने भन्ने कुरा छ होइन। अब ठिकै छ, अहिले मैले अझ तपाईँहरूले यसलाई अझ रिफाइन गर्न सक्नुहुन्छ है। तपाईँहरूलाई मन लागेको जस्तो क्लोजअप सर्ट्सहरू, डिफ्रेन्ट सर्ट्सहरू ल्याएर राख्न सक्नुहुन्छ। अहिले मैले तपाईँहरूलाई देखाइहाल्नको लागि चाहिँ यसलाई युज गरेँ यहाँनिर, अर्को बिरोल यहाँनिर एड गरेँ होइन। यसरी तपाईँले यसलाई अलिकति अब सानो बनाउनु पऱ्यो भने तपाईँहरूको यहाँ इन्सपेक्टर भन्ने ट्याब छ, यहाँ गएर यो जुम भन्ने छ नि, यो जुममा क्लिक गरेर यसरी सानो बनाउन सक्नुहुन्छ अथवा ठुलो बनाउन सक्नुहुन्छ। अहिले हरिजेन्टलमा छ, त्यही भएर मैले अहिले ठुलै बनाएर यसलाई चाहिँ राखेँ है त। अब यसलाई चाहिँ म धेरै बेर राख्दिनँ, जस्ट बिरोल मिलाउन, मिलाउनु। एनिमेट गर्न, अब टेक्स्ट एनिमेट भन्दाखेरि टेक्स्टै एनिमेट गरौँला। अब बिरोल मिलाउन भनेको छ, मैले डब्लु गरेर यसलाई क्लिक गरेर बाँकीलाई मैले फालिदिएँ है। तपाईँहरूले अब यसरी नै बिरोलहरू चाहिँ एड गर्दै लान सक्नुहुन्छ है त, एउटा फुल प्रोजेक्ट गर्दा। ल ठिक छ, यसलाई अझै अलिकति हुकलाई चाहिँ अलिकति इन्ट्रेस्टिङ बनाऊँ है। अलिकति जाउँ अगाडि, यहाँनिर हेर्नु त। यो नयाँ वर्षमा तपाईँहरूको भिडियोमा चाहिँ के भन्छ भन्दाखेरि जस्तै यो मेन गरी रिल्सहरूको यो कुराहरूमा विदिन 3 सेकेन्ड्समा चाहिँ हुक आइसक्नुपर्छ भनेको। त्यो हुक भनेको चाहिँ मान्छेलाई अब हेर्न मन लाग्ने यो कुराहरू त्यो हुनु पर्यो होइन। अहिले तपाईँहरू एकदम बिगिनिङ फेजमा हुनुहुन्छ, त्यही भएर मैले यसमा धेरै कुराहरू गर्दिनँ। यो कथाले चाहिँ कसरी हुकहरू बिल्ड गर्छ तपाईँहरूले इन्स्टाग्राममा हेर्न सक्नुहुन्छ, कि त भने हाम्रो युट्युब भिडियोजहरू हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ मैले आज एउटा कुरा चाहिँ यहाँ सिकाउँछु, टेक्स्ट एड गरेर चाहिँ कसरी हामीले चाहिँ त्यो हुकहरू बिल्ड गराउन सक्छौँ। अनि एउटा चाहिँ सिम्पल डाइनामिक जुमको पनि मैले यहाँ कुरा गर्छु है त। विदिन 3 सेकेन्ड्समा डाइनामिक जुम आउनुपर्छ भन्ने कुरा हुन्छ कि यहाँ हेर्नु है। अब नर्मल अहिले म क्लिपमै हालेँ है, एडिसन लेयरहरू अहिले केही पनि गर्दिनँ, फेरि तपाईँहरूको लागि धेरै इन्फर्मेसन हुन्छ होइन। सिम्पली म यहाँ गएर हेर्नु त, यो डाइनामिक जुम लेखिरहेको छ नि, यसलाई यहाँनिर अन गरिदिएँ। अब हेर्नु है, यो नयाँ वर्षमा ब्याक गइरहेको छ, बिस्तारै मुभमेन्ट आइरहेको छ, हेर्नुभयो यो नयाँ वर्षमा ब्याक गइरहेको छ। तर मलाई चाहिँ अगाडिपट्टि आउनु पऱ्यो भने चाहिँ म डाइनामिक जुममा क्लिक गरेर स्वाइप गरिदिन्छु कि। अहिले मैले इज आउट इज इनहरू पनि गरिनँ, सिम्पली लिनियर, यो जे छ त्यही छोडिदिनु होला, यसलाई अन गर्नु होला, स्वाइप गरिदिएँ। अब यो चाहिँ के हुन्छ, अगाडिपट्टि आउँछ कि हो, त्यो देख्नुभयो अगाडिपट्टि जुम भएर आइराखेको। ल यो पनि ठिकै छ। अब म तपाईँहरूलाई एउटा कुरा टेक्स्ट लेख्नलाई सिकाउँछु है। तर टेक्स्टमा जानुभन्दा अगाडि म तपाईँहरूसँग केही कुराहरू गर्न चाहन्छु है त। टेक्स्टको बारेमा अलिकति कुरा गरौँ है। तपाईँहरूले याद गर्नुभएको छ, तपाईँहरूलाई चाहिँ मैले कुनै पनि नेपालमा भएको चाहिँ नन भेज रेस्टुरेन्टहरू म्याक्सिमम् केएफसी, केएफसी होइन, चिकन स्टेसन, बर्गर हाउस, यिनीहरूको कुरा गऱ्यो भने तपाईँको दिमागमा कुन कलर आउँछ? रेड भन्नुभएको छ, रेड होइन। फन्ट चाहिँ त्यो टेक्स्ट केमा हुन्छ, कुन कलर हुन्छ टेक्स्ट? व्हाइट होइन। केएफसीको के छ, रेड अनि त्यसपछि व्हाइटमा फन्टहरू आइरहेको हुन्छ होइन। केएफसीको त्यही थियो, चिकन स्टेसनको त्यस्तै हुन्छ, बर्गर हाउसको त्यस्तै हुन्छ होइन। ब्याङ्कहरूको हेर्नुभयो भने म्याक्सिमम् के हुन्छ, ग्रिन, ब्लू, येलो होइन। ब्लू कलरहरू भनेको चाहिँ लोयल्टी बुझाउँछ, ट्रस्ट बुझाउँछ भनिन्छ कि, त्यसले गर्दाखेरि ब्याङ्कहरूले ब्लूहरू युज गरिराखेको हुन्छ होइन। अब ग्रिनहरू चाहिँ ग्रोथ बुझाउँछ, वेल्थ बुझाउँछ, त्यसले गर्दाखेरि ग्रिनहरू युज गरिराखेको हुनसक्छ। अब आफ्नो स्टोरी अनुसार चेन्जेस पनि हुनसक्छ। कसैले भेगन रेस्टुरेन्ट खोल्यो, अब उसले चाहिँ ग्रिन राख्यो, अथवा चाहिँ रेजर्ट हो भने उसले ग्रिनहरू राखिरहेको पनि नेचरसँगको त्यो कनेक्सन देखाउनलाई पनि उनीहरूले हुनसक्छ है। तर केही न केही चाहिँ यो कुरा हुन्छ। जस्तै मैले होइन अहिले कोको कोलाको जस्तो टेक्स्ट चाहिँ कहीँ देखेँ भने, कस्तो कोको कोलाको जस्तो टेक्स्ट रहेछ भने, अब त्यो टेक्स्टले गर्दाखेरि चाहिँ कोको कोला चिनिरहेछ कि भनेपछि फन्टको चाहिँ ब्रान्डिङमा एकदमै धेरै काम हुन्छ यसको चाहिँ। टेक्स्टको त्यो फन्टले चाहिँ इमोसन पनि इभोक गर्छ होइन। पर्फेक्ट। अहिले म तपाईँहरूलाई चाहिँ फन्टको बारेमा अलिकति डिटेलमा भन्छु, तपाईँहरूले चाहिँ पेन पेपर छ भने लेखिहाल्नुहोस् ल। सबैभन्दा पहिला हुन्छ सेरिफ। सेरिफ टेक्स्ट भनेको चाहिँ तपाईँहरूले टाइम्स न्यू रोमन, हामीले कलेजमा पनि लेखिरहेको हुन्छौँ नि, यस्तो चुच्चोहरू निस्केको, हातखुट्टाहरू निस्केको टाइपको हुन्छ नि, टाइम्स न्यू रोमनवाला भोगवाला फन्टहरू। यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि सेरिफ भनिन्छ है। मैले यहाँ लेखेँ ल, SERIF, सेरिफ भनेर छ। सेरिफ चाहिँ यो चाहिँ के हो त, यसको एउटा फ्यामिली पनि लेखिदिउँ, टाइम्स न्यू रोमन है।
यो चाहिँ कस्तो खालको फन्ट हुन्छ भन्छ भन्दाखेरि क्लासिकल फन्ट हुन्छ। यो चाहिँ टाइपराइटरको पालादेखि छ, त्यही भएर यसमा चाहिँ इमोसन हुन्छ, प्रिमियम देखिन्छ, क्लासी टेक्स्ट हो, यो फन्ट हो भनेर चाहिँ भनिन्छ सेरिफ चाहिँ है। भिन्टेज देखिन्छ होइन, यो कुराहरू हुन्छ। अर्को हुन्छ सेन्सेरिफ, जुन एप्पलले युज गर्छ, माइक्रोसफ्टले युज गर्छ होइन। सेन्सेरिफमा के पर्छ, यो चाहिँ इम्प्याक्ट पर्छ, एरियल पर्छ होइन, जसको चाहिँ त्यो हातखुट्टाहरू निस्केको हुँदैन। यो चाहिँ के हो त, इम्प्याक्ट, एरियल, यिनीहरू चाहिँ सेन्सेरिफ। सेन्सेरिफलाई चाहिँ मोडर्न फन्ट भनिन्छ। अनि यसले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो भिडियोमा चाहिँ धेरै अब हेभी इमोसन्सहरू छ भने त्यसलाई न्युट्रलाइज गर्नलाई पनि हेल्प गर्छ, किनभने यसमा चाहिँ इमोसन्सहरू चाहिँ हुँदैन भन्छ। तर यसको काम के हो, इन्फर्मेसन चाहिँ क्लियरली देखाउने, त्यो क्ल्यारिटीको लागि चाहिँ हामीले के युज गर्छौँ, सेन्सेरिफहरू चाहिँ युज गरिराखेका हुन्छौँ है। त्यही भएर यो कसले युज गर्छ, टेक कम्पनीहरूले युज गर्छ, तपाईँको चाहिँ यो एजुकेसनसँग रिलेटेड अर्गनाइजेसन्सहरूले युज गरिराखेका हुन्छ होइन, यसको लागि चाहिँ यो युज गर्छ। अर्को हुन्छ स्क्रिप्ट। यो चाहिँ ह्यान्ड रिटन फन्टहरू हो कि, जस्तै मिस्यु फन्टहरू, क्रिप्स्टरहरू होइन, त्यो बाङ्गोटिङ्गो कर्सिभहरू लेखेको जस्तो त्यो ह्यान्ड रिटन टाइपको जति पनि हुन्छ नि, यो सबै चाहिँ स्क्रिप्टमा पर्छ है। अब हेर्नु है, यो 3वटा फन्टमा डिफ्रेन्सेस मैले भनिहालेँ। सेरिफ क्लासिकल छ होइन, भिन्टेज देखिन्छ, इमोसन छ यसमा, प्रिमियम देखिन्छ, त्यही भएर होटेलहरूले पनि युज गरिरहेको हुन्छ धेरै जस्तो होइन। सेन्सेरिफ चाहिँ के छ त भन्दाखेरि यसले चाहिँ इन्फर्मेसनको लागि चाहिँ, त्यो क्ल्यारिटीको लागि चाहिँ युज गर्छ। मोडर्न फन्ट भनेर भन्छौँ, टेक कम्पनीजहरूले, एजुकेसनल इन्स्टिट्युट्सहरूले, यिनीहरूले चाहिँ सेन्सेरिफहरू चाहिँ युज गरिरहेको हुन्छ। अर्को चाहिँ स्क्रिप्ट, जुनमा चाहिँ ह्यान्ड रिटन फन्टहरू चाहिँ धेरै हुन्छ होइन। यो ह्यान्ड रिटन फन्टहरू चाहिँ इमोसन चाहिँ धेरै इभोक गर्छ, तर प्रब्लम के हुन्छ भन्दाखेरि रिडेबिलिटी चाहिँ त्यति राम्रो हुँदैन क्या स्क्रिप्टको चाहिँ। जस्तै कर्सिभमा लेखेको कुरा पढ्न गाह्रो हुन्छ नि, त्यही भएर स्क्रिप्टहरू चाहिँ हामी लङ सेन्टेन्सेसहरू अनि त्यसपछि प्याराग्राफ्सहरू लेख्दाखेरि अथवा बडी टेक्स्ट लेख्दाखेरि चाहिँ हामी स्क्रिप्टलाई युज नगर्ने। जहाँनिर टाइटल दिनुपर्ने छ अथवा चाहिँ वर्डमै कुराहरू सकिन्छ अथवा फ्रेजेसहरूसम्म जानु पऱ्यो भने चाहिँ हामी स्क्रिप्टहरू चाहिँ युज गर्न सक्छौँ है त। हरर र लभको लागि भनेर इस्माइलले भन्नुभएको छ, पर्फेक्ट होइन। हामी यो मिस्यु फन्टहरू चाहिँ अलिकति रोमान्टिक फिल चाहिँ देखाउनु पऱ्यो भने अथवा चाहिँ अलिकति गुड फिलवाला टेक्स्ट लेख्नु पऱ्यो भने, कसैलाई स्पेसल फिल गराउनु पऱ्यो भने चाहिँ मिस्यु फन्टहरू लेख्छौँ होइन। अब क्रिप्स्टर भनेको चाहिँ अलिकति डरलाग्दो हरर टाइपको होइन, अलिकति चाहिँ त्यो जस्तै हरर मुभिजहरूमा देख्नुहुन्छ नि, बाङ्गोटुङ्गो रगत चुहिएको जस्तो टेक्स्टहरू अथवा चाहिँ अलिकति बाङ्गोटिङ्गोहरू होइन, यो कुराहरू चाहिँ क्रिप्स्टर फन्टहरू हो है त। अहिले म नर्मल हाम्रो चाहिँ अहिले यो इन्स्टिट्युटसँग रिलेटेड भएको भएर म तपाईँहरूलाई चाहिँ यहाँ अहिले डिस्प्ले फन्टै युज गर्छु म, इम्प्याक्ट भनेर। यो कसरी युज गर्ने चाहिँ, जस्तै हेर्नु है, यहाँ एउटा टेक्स्ट बनाऊँ। स्किल सिक यो नयाँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा, यो नयाँ वर्षमा अब म सिम्पली वान लर्न ए न्यू स्किल मात्रै भनेर चाहिँ यहाँनिर एउटा लेख्छु है त। तर त्यो लेख्दाखेरि चाहिँ सर्टन कुराहरू म तपाईँहरूलाई भन्छु है त। यहाँनिर हेर्नु है, जस्तै ल यहाँनिर हाम्रो अहिले भिडियो छ, अहिले म इफेक्ट्समा जान्छु है। यो यहाँ इफेक्ट छ, मिडिया पुललाई बन्द गरिदिउँ, टाइटल्समा जाने, टाइटल्समा गएर टेक्स्ट प्लसलाई लिने है। अहिले यहाँ मार्जिनहरूको कुराहरू, सेफ मार्जिनहरूको, यिनीहरूको कुराहरू चाहिँ मैले गरिनँ है, यसको बारेमा हामी पछि चाहिँ कुरा गरौँ ल। ल यसमा हेर्नुभयो भने अब यहाँ टेक्स्ट देखाउँछ, टेक्स्ट प्लस हालेपछि है। अहिले मैले इफेक्ट बन्द गरिदिन्छु। ल यहाँ हेर्नु त, यो टेक्स्टमा अब क्लिक गरेर मैले यहाँबाट केही टाइप गर्छु है त, वान लर्न ए न्यू स्किल भनेर मैले क्वेसनमा राखेँ। यहाँ राखिरहेको छु तर यहाँ चाहिँ व्हाइट भएर देखाएको छैन है। एकैछिन रोक्नु, यसको कलर चेन्ज गर्न मिल्छ यहाँ। यो इन्सपेक्टर चाहिँ अन हुनु पऱ्यो नि फेरि तपाईँहरूको है। अब यहाँ गएर मैले यो कलरमा क्लिक गरेँ। अहिले यो कथाको लागि चाहिँ हामी FFAA00 युज गर्छौँ। यो क्लिक गरेँ मैले, त्यसपछि यसको साइज बढाउन सकिन्छ होइन, यो साइजहरू आउन सक्छ, यसलाई ल्याउने। अनि तपाईँले चाहिँ यसलाई तलमाथि ल्याउनु पऱ्यो भने ट्रान्सफर्ममा गएर यो अफसेटको वाइलाई ड्र्याग गरेर तलबाट यसरी ल्याउन सक्नुहुन्छ है। अब हेर्नु त, यति तल लग्यो भने छोपिहाल्छ, यहाँ माथि लगाउँ भने यो के भयो, रिडेबिलिटी चाहिँ भएन, पढ्न चाहिँ गाह्रो भयो यो कुरा होइन। अहिले म एक्सन पनि अन गर्छु, यो लाइनहरू भन्दा चाहिँ हामी भित्र बस्नुपर्ने हुन्छ है। ल ठिक छ, अब यसको सोल्युसन भन्छु है त म तपाईँहरूलाई। यहाँनिर चाहिँ यसलाई कसरी चाहिँ हामीले बेटर बनाउन सक्छौँ, यहाँ काम गर्न सक्छौँ भन्ने कुरा है। यसलाई यहाँ गरेँ। ल यो टेक्स्टलाई एक स्टेप माथि लगाउँ होइन, यसको तलपट्टि केही कुरा ल्याएर राखौँ, ब्ल्याक टाइपको केही, त्यसले गर्दाखेरि चाहिँ हाम्रो टेक्स्ट चाहिँ मजाले भिजिबल होस् है। त्यसको लागि म के गर्छु, इफेक्ट्समा जान्छु, जेनेरेटर्समा जान्छु, यहाँ गएर सलिड कलर भनेर छ है, यसलाई ड्र्याग गरेर यहाँ ल्याएर चाहिँ मैले यसलाई अलिकति सानो बनाउँछु, यसलाई तलपट्टिबाट राख्छु है यसलाई, ओके। तर हेर्नु त, यसले के प्रब्लम गर्यो, यसले सबैलाई छोप्दियो नि त, किन भन्दाखेरि भिडियोभन्दा माथि त यो सोलिड आयो,
यो सोलिडले के गर्छ त भिडियोलाई पनि छोपिदियो। यसको सोलुसन के छ? यसलाई मैले क्लिक गरेँ। सेटिङ्समा गएर मैले चेन्ज गर्छु है। यसलाई क्रप गर्न सकिन्छ के? यसलाई मैले अब क्रपिङ गर्छु है। क्रपिङ गर्नलाई चाहिँ मलाई टपबाट चाहिँ यसलाई क्रप गर्छु। सी यो मैले यहाँनिर क्रप गरेँ है। क्रप गरिसकेपछि यसलाई सफ्टनेस पनि अलिकति यो बढाउँ है। अब सफ्ट गरिसकेपछि फेरि सानो भयो हैन? यसलाई जुमबाट अलिकति ठुलो बनाऊ है। ठुलो बनाएपछि फेरि तल गयो हैन? यो पोजिसनको एक्सले चाहिँ राइट लेफ्ट मुभ गर्छ, वाइले चाहिँ अप डाउन मुभ गर्छ के। यसलाई मैले अलिकति अप ल्याउँछु है त। अब हेर्नु त यो वान लर्नर न्यू स्किल भनेको छ यो चाहिँ प्रपरली देखियो है। तर के भयो त प्रब्लम? धेरै नै ब्ल्याक आइदियो कि। यो चाहिँ अब भिडियोसँग ब्लेन्डेड जस्तो देखिएन नि त। अलिकति तल आएर हेर्नुहोस् त यहाँनिर ओपेसिटी भन्ने छ। यसले चाहिँ ट्रान्सपेरेन्सीमा काम गर्छ कि। यसरी तपाईँले चाहिँ यसलाई डाउन गर्न सक्नुहुन्छ है। लगभग यस्तो केही हैन? यो भएपछि अब टेक्स्टलाई पनि मैले अलिकति तलपट्टि सारेर दिन्छु। किनभने त्यो लाइनसम्म हामी बस्न सक्छौँ। ल हेर्नुहोस् त। यति भइसकेपछि तपाईँको के भयो त यो? हेर्नु त जुम पनि भयो। अनि यो स्किलवाला पनि यहाँनिर आयो। तर हेर्नु है अब यसलाई अलिकति इन्ट्रेस्टिङ बनाऊ। कीफ्रेमको बारेमा म धेरै जान्दिनँ तर एउटा टाइपिङ इफेक्ट छ तपाईँहरूले जहाँ पनि युज गर्न मिल्ने छ कि। त्यसले गर्दा त्यो एउटा चाहिँ म गरिदिइहाल्छु है। यसमा क्लिक गरेँ मैले। यहाँनिर गएर अब के गर्छु त मैले यहाँ तपाईँहरूले चाहिँ टाइटलमा गएर टेक्स्टमा गएर यहाँ तल हेर्नु त यतापट्टि चाहिँ राइट अन भन्ने छ कि। यसले के काम गर्छ भन्दाखेरि नि यसरी गायब गर्ने टाइप गरेर जस्तो देखाउने हैन। अब टाइपिङ भनेको चाहिँ एकदम स्टार्टदेखि हुनु पर्यो नि त। मतलब त्यो टेक्स्ट आउनुभन्दा अगाडिदेखि नै टाइपिङ अब स्टार्ट भएर अनि त्यसपछि बल्ल टेक्स्ट देखिनु पर्यो नि। त्यसले गर्दाखेरि नि यो प्लेहरूलाई मैले एकदम स्टार्टमा राखेँ। टेक्स्टमा क्लिक गरेको छु। यसको मैले यो की फ्रेम छ नि यहाँ साइडमा डायमन्ड जस्तो यसलाई क्लिक गरेँ रेड हुन्छ। यसलाई 0 बनाइदिएँ। अब प्ले गरेँ। यो नयाँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किल यहाँ पुग्दाखेरि चाहिँ मैले के गरेँ त यसलाई आफूलाई कहाँनिर इफेक्ट सकिएछ जस्तो लाग्छ त्यहाँ गएर सिम्पली 1 बनाइदिने। अब हेर्नुहोस् त यो नयाँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ। ल यसरी गइसकेपछि तपाईँहरूले चाहिँ अब टेक्स्टहरू पनि मजाले एड गर्न सक्नुहुन्छ है त। सिम्पल अहिले राखेर तलमाथि मुभमेन्टहरू यो त्यो कुराहरू गर्न सकिन्छ। म चाँडै भिडियो पनि बनाउँला की फ्रेम्सहरूसँग रिलेटेड। त्यसले गर्दा तपाईँहरूलाई सजिलो होला है। अर्को कुरा कि मलाई अडियोको क्लिनअपको बारेमा भन्दै हुनुहुन्थ्यो हैन? त्यो गर्नलाई अहिले म तपाईँहरूलाई सर्टेन तरिकाहरू भनिदिन्छु है त। त्यसको लागि यहीँ गएँ म डाभिन्चीमा। यो मजाले हेर्नु ल अडियोको चाहिँ हामीले कसरी गर्न सक्छौँ भनेर। अहिले हेर्नु है म सबै अडियोलाई एकैचोटि सेलेक्ट गर्छु अनि एकैचोटि नै काम गरौँ है। भोल्युमहरू के कस्तो भइरहेछ म यो मिक्सर अफ गरौँ अन गरौँ। यो भइसकेपछि चाहिँ यो सबैमा हामीले चाहिँ के भइरहेछ यहाँ कुराहरू हेर्न सक्छौँ है त। अहिले म सबैलाई सेलेक्ट गर्छु अडियोलाई। फेयरलाइट अहिले चलाइन है मैले किनभने भनिरहेको छु अहिले बेसिक्सको लागि हो। त्यसले गर्दाखेरि म फेयरलाइटबाट देखाउँदिनँ। यसलाई सिम्पली यहाँनिर क्लिक गरेर तपाईँहरूले ल प्ले गरौँ। नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ। यदि तपाईँलाई भिडियो एडिटिङ सिकेर यो चाहिँ अब -5 सम्म गइरहेछ भने त्यो कुराहरू ठिकै हुन्छ। तर यसलाई चाहिँ भोइस आइसोलेसन अन गरौँ है। ल अब प्रोफेसनल बनाउने इच्छा छ भने यो कथाले ल्याएको छ तपाईँहरूको लागि विशेष अवसर। अब हेर्नु त यसले चाहिँ त्यो ब्याकग्राउन्ड नोइजहरू चाहिँ त्यो फाइल आउँछ। भोइस आइसोलेसन अन गरिदिनु भयो भने मात्रै। अब यो अमाउन्ट कतिमा राख्ने यो त्यो मलाई अहिले 100 मा ठिक लागिरहेछ हैन? रिलेटेड गर्न बिरोल मिलाउन यति गर्नुभयो भने तपाईँको चाहिँ यसले राम्रै काम गर्छ है। अब त्यति भइसकेपछि अब भोल्युममा जाउँ र मोसन ग्राफिक थप्न अलिकति आफ्नो कन्टेन्टलाई अझै प्रोफेसनल बनाउन प्र्याक्टिकल तरिकाले सरी अलिकति होइन। होस् पर्सनल प्रोजेक्ट होस् वा करियरका लागि अब हेर्नु यहाँ स्किलहरू दुइटा भएर चाहिँ मैले कतिवटा अहिले कटहरू मात्रै हेरेको छैन। ठिकै छ है। हामी स्टेप बाई स्टेप जाउँ। नयाँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा हुनुहुन्छ। यदि तपाईँलाई भिडियो एडिटिङ ल हेर्नु है बुझ्नुभयो। भोइस आइसोलेसन अहिले अन गर्नुभयो भने तपाईँहरूले चाहिँ यहाँबाट यो ब्याकग्राउन्ड नोइजहरूको चाहिँ कामहरू गर्न सक्नुहुन्छ है। अब हेर्नु है यहाँनिर ठ्याक्क यो क्लिप चेन्ज भयो नि यदि तपाईँलाई यो झ्यापा जस्तो भयो कि। यसलाई अलिकति इन्ट्रेस्टिङ बनाउन हामी के युज गर्न सक्छौँ भन्दा एउटा साउन्ड इफेक्ट्स युज गरौँ ल। साउन्ड इफेक्ट्स ल्याउनुको लागि म अहिले अब हेर्नु है म यहाँनिर गएर एउटा नयाँ चाहिँ बिन बनाउँछु कन्ट्रोल सिफ्ट एन। मैले रिपिटेडली सर्टकट किज युज गरिरहेको छु है। त्यसले गर्दा तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। अहिलेलाई मैले यसलाई राख्छु एसएफएक्स साउन्ड इफेक्ट्सहरू है त। यसमा एउटा साउन्ड इफेक्ट लिएर आऊँ अहिलेलाई वर्कसप एसएफएक्स यहाँनिर गएर मैले एउटा यो माउसको क्लिक टाइपको छ यसलाई ल्याएर मैले यहाँनिर तलपट्टि राख्छु है। अब यो के भइरहेको छ हेर्नको लागि चाहिँ हामीले यसलाई अलिकति मिडिया पुल अफ गरौँ। यसलाई चाहिँ अलिकति ड्र्याग गरौँ हैन यो यहाँनिर अनि त्यसपछि अलिक ठुलो बनाऊँ है। ल हेर्नु त यो वेभ यहाँ देखिरहेछ तर मेरो क्लिप यहाँ चेन्ज हुँदैछ कि। यो ढिला आउँछ यो आयो भने चाहिँ त्यो भएर यसलाई मैले ड्र्याग गरेर यतातिर पार्न ट्राई गर्छु। यो भएपछि
यदि तपाईँलाई रोक्नु है यो यहाँनिर यदि तपाईँ यसलाई सानो बनाउँ है अलिकति अडियो भिडियोहरू ल यसरी चाहिँ यदि तपाईँ तपाईँहरूकोमा चाहिँ यो राखेर हेर्नु है त यदि तपाईँलाई यो चाहिँ अब क्लिकको साउन्ड्सहरू हुन्छ है अब अर्को कुरा म तपाईँहरूलाई यहाँ सिकाउनु लागेको चाहिँ एउटा तपाईँहरूलाई म्युजिक एड गर्नुपर्ने हुनसक्छ होइन म्युजिकको लागि चाहिँ मैले यहाँनिर अर्को एउटा बनाउँछु यसरी डिफ्रेन्ट बिनहरू बनाउनलाई सुरुमै सबै बनाएर राख्नु भयो भने हुन्छ मैले चाहिँ तपाईँहरूलाई एकैचोटि गर्दा त्यो गरिराख्दाखेरि बोरिङ हुन्छ भनेर काम गर्दै जाँदाखेरि चाहिँ यो गरेर देखाइरहेको छु है यहाँनिर गएर मैले अब म्युजिकभित्र म्युजिक ल्याएको छु यो म्युजिकलाई चाहिँ मैले यहाँनिर ल्याएँ यसलाई ड्र्याग गरेर मैले यहाँ तल यो साउन्ड इफेक्ट्स भन्दा पनि तलपट्टि चाहिँ यसलाई राख्न सक्छु है अब के हुनसक्छ भन्दाखेरि हामीले ब्याकग्राउन्ड म्युजिकहरू राख्दाखेरि चाहिँ यो ठुलो आइरहेको हुन्छ होइन त्यो चाहिँ नहोस् भनेर यसलाई मैले यहाँ काट्दै यसलाई अलिकति सानो बनाउँला पहिला सुनौँ वर्षमा नयाँ स्किल सिकेर आफ्नो स्किललाई अझै क्रिएटिभ बनाउने विचारमा छ। अहिले यहाँनिर यो स्पिकरमा चाहिँ सुनिरहेको छ नि तर यो चाहिँ आउँछ है यसमा यो प्ले भइरहेको हुन्छ अब यो चाहिँ तपाईँहरूले यसरी म्युजिकहरू तल राख्न सक्नुहुन्छ अनि यो म्युजिकको चाहिँ हामीले अडियोहरू यसलाई क्लिक गरेर होइन यसलाई चाहिँ हामीले सुन्न सक्छौँ है त यहाँ अहिले यो डबल चाहिँ बजिरहेको छैन होला यसलाई गरेर अब यसको भोल्युम चाहिँ कुन हो त यो अडियो 2 होइन यो 3 भन्ने है यसलाई तान्न सकिन्छ ए यो अडियो 3 यो A1 मा के छ हाम्रो जो ए रोलको थियो बोलिराखेको छ A1 मा छ A2 मा साउन्ड इफेक्ट छ A3 मा चाहिँ म्युजिक छ अब हेर्नु है म्युजिकको यहाँनिर कहाँ गइरहेछ लेभल धेरै माथि छ यसलाई छ भने यो कताले ल्याएको छ तपाईँहरूको लागि यसलाई चाहिँ तपाईँहरूले -18 देखि 16 अथवा धेरैमा आयो भने -12 सम्म चाहिँ ल्याउन सक्नुहुन्छ है यसलाई चाहिँ है यहाँनिर यहाँ तपाईँले रिलेटेड गर्न आइरहेछ सानो आइरहेछ है मोसन ग्राफिक थप्न अनि आफ्नो त्यो म्युजिक बजिरहेको भएर यहाँनिर यस्तो सुनेको है स्पिकरमा चाहिँ तपाईँहरूले हाल्नुभयो भने यो भइहाल्छ होइन यसरी चाहिँ हामीले म्युजिक पनि एड अन गर्न सकिने भयो यहाँसम्म क्लियर छ है अब म तपाईँहरूलाई एउटा लास्ट कुरा अहिले यहाँनिर ट्रान्जिसन अनि थोरै कलरको बारेमा कुरा गर्छु है त म किनभने कलर ग्रेडिङ त अब दाविन्ची भने सबैलाई कलर ग्रेडिङको इन्ट्रेस्ट नै लागिरहेको हुन्छ होइन व्हिल्सहरूको बारेमा थोरै एउटा व्हिल्सको बारेमा चाहिँ म तपाईँहरूसँग आज कलरको कुरा गर्छु है त त्यही भएर वेट गरिराख्नु ल एकैछिन ल हेर्नु है यहाँबाट यहाँ तपाईँले रिलेटेड गर्न अहिले म यसलाई म्युट गरिदिन्छु है म्युजिकलाई र मोसन ग्राफिक थप्न अनि आफ्नो कन्टेन्टलाई अझै प्रोफेसनल बनाउन अब हेर्नु त यहाँनिर जम्प फिल भयो नि अनि आफ्नो कन्टेन्टलाई अझै प्रोफेसनल बनाउन होइन त्यहाँनिर अलिकति जम्प भएको जस्तो भयो अब यसमा चाहिँ म एउटा ट्रान्जिसन लिएर आउँछु है अहिले ट्रान्जिसनको लागि पनि सेपरेट बिन बनाउनु भयो भने चाहिँ तर अहिले म यहाँ डाइरेक्ट लिएर आउँछु है त यहाँनिर गएर एउटा ट्रान्जिसन विथ यो सबै एसेट्सहरू म तपाईँहरूलाई पछि पनि प्रोभाइड गरौँला है त यो ल्याउन सकिन्छ मैले यहाँ डाउनलोड्स गरेर ल्याएको छैन यसरी रोक्नु है ल अहिले यो ट्रान्जिसन छ मैले यसलाई लिएर यहाँनिर ल्याएर चाहिँ ल यहाँनिर राखेँ अब यसलाई एरेन्ज गरौँ है त यहाँनिर अरेन्ज गरौँ यसलाई यो कसरी आइरहेको छ पहिला यो हेरौँ होइन यो अब भर्टिकल छ कि के छ ए यहाँनिर छ थप्न यो आइरहेको छ होइन अहिले यसलाई अरेन्ज गरौँ है त यसलाई मैले यहाँ गएँ इन्सपेक्टरमा गएर यसलाई रोटेट गर्न सकियो होइन ल कलरकोमा जाऊँ है त त्यसको लागि चाहिँ म फर्स्टमा कलर पेजमै गएँ होइन अब हेर्नु है यसको तपाईँहरूले चाहिँ स्यान्डविच बनाउने एडभान्स लेभलको चाहिँ कलर स्पेस ट्रान्सफर्म गरेर अनि त्यसपछि दुनियाँथरी गरेको देख्नुभयो होला त्यसरी नै गर्ने हो गर्नुलाई तर अहिलेलाई चाहिँ म तपाईँहरूलाई के भन्दैछु भन्दाखेरि सिम्पल चाहिँ हामीले व्हिल्सहरू पनि युज गरेर चाहिँ कसरी कामहरू गर्न सक्छौँ होइन यो कुराहरू चाहिँ हामी हेरौँ है त जस्तै यहाँ म ग्यालेरीमा गएँ यसलाई जुम इन जुम आउट गर्न सक्नुहुन्छ अहिले मैले यहाँनिर चाहिँ हेर्नु है यहाँ हेरिरहेको छु अहिले म सिम्पल तपाईँहरूलाई व्हिलहरू के हो त्यो व्हिलको बारेमा किनभने मैले भनिहालेँ टाइम हामीसँग अलिअलि लिमिटेड छ त्यो टाइमभित्रमा म तपाईँहरूलाई के कुराहरू भन्न सक्छु त्यो कुराहरू चाहिँ म तपाईँहरूलाई भनिदिन्छु है त सबभन्दा पहिला यहाँ यसलाई चाहिँ नोड भन्छौँ होइन जस्तो हाम्रो चाहिँ प्रिमियरहरूतिर लेयर हुन्छ हाम्रो चाहिँ यहाँनिर नोडहरू हुन्छ है त अब यहाँनिर स्कोप्सहरू हुन्छ अहिले धेरै कुरा केही पनि नचलाउनु यहाँ सिम्पली गएर लाइटको बारेमा काम गरौँ है त यो वेब फर्म गरेँ यसलाई गएर यहाँ कलराइज अफ गरिदिनु होला सिम्पली बुझ्नु पऱ्यो भने माथिको कुराहरूले चाहिँ हाइलाइट अथवा व्हाइट अथवा लाइट परेको पार्ट भनेर बुझाउँछ तलकोले डार्क पार्टहरू यो बिचको मिड टोन्सहरू हो है अब यहाँनिर हुन्छ व्हिल प्राइमरिज कलर व्हिल्स है यो हेर्नु त यसमा तपाईँले हेर्नुभयो भने ब्ल्याक पार्टहरू चाहिँ धेरै छ हो ब्ल्याक स्याडोजहरू यहाँनिर यो धेरै छ अब यो तिनवटाले के बुझाउँछ भन्दाखेरि लिफ्ट गामा र गेन भनेको हो लिफ्ट भनेको चाहिँ ब्ल्याक र स्याडोज अथवा चाहिँ डार्क पार्टहरू इमेजको
गामा भनेको चाहिँ लाइट मिलेको अथवा मिड टोन्सहरू भन्छौँ। गेन भनेको चाहिँ हाइलाइट अथवा व्हाइट भनेको लाइट धेरै भएको अथवा लाइट परेको पार्ट धेरै भएको मात्रै पनि होइन है, लाइट परेको पार्टहरू चाहिँ गेनहरू हो। अफसेट भनेको ओभरअल यसले के गर्छ हेर्नु है, मैले यदि अफसेट चलाएँ भने यसले ओभरअल इमेजलाई चाहिँ लाइट बनाउँछ कि डार्क बनाउँछ, लाइट कि डार्क हो, यो चाहिँ अफसेट भयो ओभरअल एक्सपोजर है। गेनले के गर्छ, यी लाइट परेको पार्टहरूतिर धेरै अफेक्ट गर्न खोज्छ। माथि हेर्नु त यहाँ वेबमा होइन, यसले हेर्नु त माथिको पार्टलाई धेरै अफेक्ट गर्छ है, यो चाहिँ गेन। मिड टोन भनेको सेन्टरतिर धेरै काम गर्छ, लाइट मिलेको पार्टहरूतिर मिड टोन्सतिर। अर्को चाहिँ लिफ्ट छ है, हेर्नु त स्याडोजहरू ब्ल्याक्सहरू है। अब यसमा ब्ल्याक्सहरू यो चाहिँ धेरै देखा भएर म थोरै यसलाई चाहिँ राइज गर्छु, थोरै, धेरै नगर्नु होला है, थोरै थोरै गर्ने, जस्ट यो जिरोमा नछोस्, क्लिपिङ नहोस् धेरै भनेर। क्लिपिङ भनेको डेटा लस हुने गरी होइन, डिटेल्सहरू नै लस हुने गरी। यहाँनिर मैले 2-3 तिर यस्तो के राखेँ। गेन अलिकति घटाउँछु अनि मिड टोन्समा चाहिँ अलिकति लाइट बढाउँछु। मैले भनिहालेँ यसको बारेमा हामी चाहिँ हप्तौँ लाग्छ कलरकै बारेमा चाहिँ कुरा गर्ने हो भने। अहिलेलाई चाहिँ मैले तपाईँहरूलाई यो गरेर कन्ट्रोल डी गरेँ भने बिफोर आफ्टर देखिन्छ है, देख्नुभयो चेन्ज हेर्नु त, यहाँनिर ब्ल्याक्सहरू कति थियो बिफोर आफ्टर होइन। यसरी तपाईँले चाहिँ काम गर्न सक्नुहुन्छ है। व्हाइट ब्यालेन्सहरू मिलाउनलाई के गर्न सक्नुहुन्छ त, कहिलेकाहीँ हुन्छ नि धेरै निलो आइरहेको हुन्छ अथवा धेरै येलो आइरहेको हुन्छ, त्यो कुराहरू चेक गर्नलाई चाहिँ यो वेब फर्मलाई परेडमा चेक गर्नु होला। अनि यो मिलिरहेको कहिलेकाहीँ नमिलेको हुन्छ कि योहरू कस्तो हुन्छ भन्दाखेरि यो ब्लू धेरै आइदिरहेको हुन्छ। यहाँ हेर्नु है, मैले यहाँ गर्छु, कहिलेकाहीँ कस्तो हुन्छ त यस्तोहरू आइरहेको हुन्छ। यहाँ हेर्नु त के छ, ब्लू धेरै भयो, रेड ग्रिन कम भयो नि त होइन। यसलाई हामीले बिस्तारै स्विच गरेर यो 3वटालाई चाहिँ प्याटर्नहरू मिलाउन सक्छौँ। एकदम तपाईँहरूलाई सिम्पली बुझ्ने तरिकाले मात्रै भनेको छु है, यसको पछाडि धेरै कुराहरू हुन्छ, हामी यसको बारेमा पछि चाहिँ यसलाई कुराहरू गर्न सक्छौँ है त। यो व्हिल्सहरूको बुझ्नुभयो। अनि तपाईँलाई कन्ट्रास्ट चाहियो भने चाहिँ यी अगाडिकोमा अब यसलाई हामीले लेबल गर्न सक्छौँ F2 गरेर। यसलाई एक्सपोजर भनेर राख्थेँ मैले नाम, यसलाई व्हाइट ब्यालेन्स भनेर राख्थेँ नाम होइन। एकदमै मैले बेसिक कुराहरू मात्रै यसमा भनिराखेको छु है। अब लगको कुराहरू यताउता भन्ने तपाईँले अर्को मेरो भिडियो छ युट्युबमा, त्यहाँनिर हाम्रो यो चाहिँ भिडियोमा हेर्न सक्नुहुन्छ। यसमा गएर मैले कन्ट्रास्टहरू चाहिँ यसरी बढाउने घटाउने होइन, यसरी गर्न सक्छु। अहिले मैले तपाईँहरूलाई एकदम बेसिक कुराहरू चाहिँ एकदम नर्मल कुराहरू मात्रै यसमा चाहिँ मैले गरेर देखाएँ है त। व्हिल्सको बारेमा मात्रै भने। नेक्स्ट क्लासेसमा अथवा चाहिँ तपाईँले अर्को भिडियोहरूतिर यसको बारेमा अझ डिटेल्सहरू थाहा पाउन सक्नुहुन्छ है त। ल अब यसलाई म एक्सपोर्ट गर्ने तरिका पनि भनिदिन्छु है। अब यो लास्टको चाहिँ हाम्रो एक्सपोर्ट पेज हो होइन। एक्सपोर्ट गर्नलाई चाहिँ तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि अहिलेलाई कस्टम एक्सपोर्ट गर्नुभयो पनि हुन्छ। फाइलको नाम दिनु होला सबैभन्दा पहिला। मैले चाहिँ यसलाई रिल 1 वर्कसप है, जे नाम दिए पनि वर्कसप भनेर राखेँ। अब यो ब्राउज भनेको चाहिँ के हो भन्दाखेरि यो भिडियोलाई कहाँ लगेर राख्ने भने हो कि, अहिले म सिम्पली डाउनलोड्समा लगेर राखिदिन्छु, सरी ड्राइभ डीमा लगेर राखौँ है। यहाँ लगेर चाहिँ मैले यसलाई सेभ भनेर गरिदिन्छु है। अब यसले ड्राइभ डीमा सेभ गर्छ। अब भिडियोमा जाने यसलाई क्विक टाइम भन्दा पनि अहिले यहाँ MP4 गर्नुहोस् है। यो किन कसरी कोडेकको बारेमा मैले पहिलाको वर्कसपमा भनेको छु, तपाईँहरूले युट्युबमा हेर्न सक्नुहुन्छ H.264। अनि त्यसपछि यहाँनिर गएर चाहिँ तपाईँहरूले अरू कुराहरू नर्मल छोडिदिनु होइन, एडभान्स सेटिङ्सहरूमा यहाँ पनि जे छ त्यही छोड्नु। यसको बारेमा म छुट्टै क्लास गरौँला। सिम्पली यसलाई एड टु रेन्डर क्यु गर्नुहोस् अनि त्यसपछि रेन्डर अल गरिदिनुहोस् है। अब यो चाहिँ एक्सपोर्ट हुन्छ है त। यदि तपाईँहरूलाई भिडियो एडिटिङ र फिल्म मेकिङ सम्बन्धी यस्तै इन्फर्मेटिभ कन्टेन्टहरू मनपर्छ भने हाम्रो यो कथा एकाडेमीको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र हाम्रो भिडियोहरू मनपर्छ भने हाम्रो भिडियोहरूलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोस्।